नेपाल सरकारका प्रधानमन्त्री हुन् कि हो भने आफ्नै शिक्षा मन्त्रीको अनिवार्य तथा निशुल्क शिक्षा ऐन कार्यान्वयनको काममा किन भाँजो हाल्दै हुनुहुन्छ? वा एमालेका अध्यक्ष कमरेडको अभिव्यक्ति हो भने निशुल्क शिक्षा भनेर जनताको दिमाग यो 30-40 वर्ष किन भुट्नुभयो? अब निजी शिक्षामा लगानी बढाउने भनेर सबै पार्टी पङ्क्ति र आफ्ना सांसदहरूलाई प्रशिक्षण दिनु होला भनेर सुझाव पनि दिन चाहे। साम्यवादी नेताले विद्यालय शिक्षामा मुनाफा कमाऊ भन्ने सुहाउँछ? वा त्यो अभिव्यक्ति एक नेपाली पात्र ओलीजीको मात्रै हो? जवाफ दिनु होला। दोस्रो, अर्को प्रसङ्गमा भक्तपुर स्थित काठमाडौँ स्कुल अफ ल केएसएल र धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालयको केयुएसओएल र धुलिखेल अस्पतालमा विद्यार्थीहरूले कहिले पार्टीका भातृ सङ्गठनहरूबाट त कहिले प्राध्यापकबाट असुरक्षित महसुस गरेका छन्। कतै प्रशासकले त्यहाँका विद्यार्थीहरूलाई धम्कीको भाषा प्रयोग गरेको खबर आयो, म तिम्रो करियर सकाइदिन्छु भनेर। यस्तो व्यवहारले विद्यार्थीहरूको मानसिक स्वास्थ्य, आत्मसम्मान र आत्मविश्वासमा गहिरो असर पर्छ। यसको जिम्मेवारी कसले लिने? जवाफदेही को बन्ने? किन हामीले विद्यार्थीहरूको लागि सुरक्षित महसुस गर्ने वातावरण बनाउन नसकेको? नेपाल सरकार कोसँग, नेपालका सांसदहरू कोसँग र किन डराइरहेका छन्? किन विद्यार्थीहरूलाई राज्यले सिरियसली लिएकै छैनन्? उहाँहरूको दुःख पीडा डिसमिस गरिदिएका छन् आनन्दले। तेस्रो प्रश्न, सांसद र दलका शीर्ष नेताहरूलाई सोभियुको चुनावमा कमान्डरका रूपमा खटाउनु हुने सबै पार्टीका र नेताहरूले किन विद्यार्थीको समस्या सुन्नुहुन्न? सुदूरपश्चिममा विद्यार्थीहरू आन्दोलनरत छन्, थाहा छ कि छैन? आफूले काम गर्ने वातावरण सुनिश्चित गर्न आन्दोलनरत छन्। यहाँ त कमान्डर खटाउनुहुन्न विद्यार्थीको गुनासो सुन्न, के भयो भनेर बुझ्न। र अन्तिम प्रश्न, त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको अफिस तोडफोड गर्ने नेभी सङ्घका कार्यकर्तालाई किन कारबाही गर्नुहुन्न? गर्नुहुन्छ भने कहिलेसम्म कारबाही गर्नुहुन्छ? यो त कस्तो भयो? सरकारी शिक्षालयहरू तोडफोड गर्न उक्साउने आफ्नै भातृ सङ्गठन, तालाबन्दी गर्ने आफ्नै भातृ सङ्गठन, विद्यार्थीहरूलाई पार्टीको कार्यक्रममा नाराबाजी गर्न लग्ने कक्षा कोठाबाट थुतेर आफ्नै भातृ सङ्गठन, शिक्षकलाई कार्यकर्ता बन्न बाध्य बनाउने पार्टीहरू, प्रशासकहरूलाई कार्यकर्ता बनाउने पार्टीहरू, प्राध्यापकहरूलाई दलको झोला बोकाउने पार्टीहरू, झोले बन्न बाध्य पार्ने पार्टीहरू र गुणस्तर खस्काउने सरकारबाट सञ्चालित शिक्षालयहरूमा यो गर्ने पार्टीहरूले र निजीबाट चल्ने संस्थानहरूलाई चाहिँ नि लगानी बढाऊ, मुनाफा कमाऊ। त्यो मुनाफाको केही प्रतिशत चाहिँ नि पार्टीको कार्यक्रममा लगाऊ, त्यो मुनाफाको केही प्रतिशत चुनावको खर्चमा लगाऊ भन्न तपाईले खोज्नु भएको हो प्रधानमन्त्रीज्यू? अथवा मैले यो प्रश्न संविधानले नचिन्ने तर सरकारले चिन्ने दुई दलीय सत्तारूढ संयन्त्रका पूर्व विद्यार्थी नेताहरू जो आफूले आफूलाई म स्याडो प्रधानमन्त्री हो भन्दै हिँड्छन्, उहाँहरूको ध्यानाकर्षण गराउनु पर्ने हो मैले यो प्रश्नमा, यो विचारमा। धन्यवाद सभामुखज्यू।